साथीहरु आज म तपाईलाई कसरी बेस्ट एजुकेसनल एकाडेमीको लाइभ क्लास जोइन गर्ने भन्ने बारे सिकाउँछु। सर्वप्रथम त तपाई प्ले स्टोरमा क्लिक गर्नुस्, त्यसमा जानुस् र त्यहाँ सर्च गर्नुस्। त्यहाँ माइक्रोसफ्ट टिम भन्ने एप्लिकेसन हुन्छ, त्यहाँ सर्च गरेर हेर्नुस्। त्यहाँ तल हेर्नुभयो भने माइक्रोसफ्ट टिम भन्ने तपाईको एप्लिकेसन देख्नुहुन्छ। यदि इन्स्टल भइसकेको रहेछ भने तपाई त्यहाँ ओपन भन्ने अप्सन आउँछ। इन्स्टल नभएको खण्डमा यसरी इन्स्टल भन्ने तपाईलाई अप्सन देखा पर्छ। सो इन्स्टलमा क्लिक गर्नुस् र केही समय वेट गर्नुस्। तपाईको डाउनलोड हुन्छ पहिला एप्लिकेसन, त्यसपछि इन्स्टल हुन्छ। त 2% डाउनलोड भइसकेको छ मेरो मोबाइलमा। 16 28 31 56 77 84 र 100%। अब यो एप्लिकेसन इन्स्टल हुँदैछ। इन्स्टल भइसकेपछि त्यहाँ ओपन भन्ने अप्सन आउँछ। अब तपाई अहिले केही पनि नगर्नुस्, तपाई सिधै व्हाट्सएपमा जानुस् र हामीले पठाएको लिंकमा तपाई क्लिक गर्नुस् होला। व्हाट्सएपमा गई तपाईलाई यस्तो लिंक देख्नुहुनेछ, हेर्नुस् https:// यो लिंकमा तपाई क्लिक गर्नुस्। यो लिंकमा क्लिक गरिसकेपछि माइक्रोसफ्ट टिम एप ओपन हुन्छ तपाईको मोबाइल फोनमा र त्यहाँ एकैछिन वेट गर्नुस्। ह्याङ टाइट, वी आर ओपनिङ माइक्रोसफ्ट टिम्स भनेर मेसेज आएको छ। तपाई एकैछिन वेट गर्नुस्। वेट गरिसकेपछि अब तपाई अलाउ टिम्स टु रेकर्ड अडियो भन्ने अप्सन प्रश्न सोधिएको छ। त्यहाँ व्हाइल युजिङ दिस एपमा क्लिक गर्नुस् र अलाउमा क्लिक गर्नुस्। त्यसपछि तपाईलाई यहाँ नाम सोध्नु हुनेछ, तपाईलाई आफ्नो नाम त्यहाँ दिनुहोस्। मेरो केसमा म बेस्ट एजुकेसन भनेर नाम दिइरहेको छु र बेस्ट एजुकेसनमा तपाईले आफ्नो नाम त्यहाँ आफ्नो नाम दिनुस् है, बेस्ट एजुकेसन होइन। र त्यसपछि तपाई जोइन नाउ भनेर क्लिक गर्नुस्। अब भइगयो, तपाई अब सिधै लाइभ क्लासमा जोइन हुनुहुन्छ। थ्यांक यू सो मच।